लु ससुराली गाउँबाट सब्जी पनि आइसक्यो। आमाले पठाइदिनु भएको रहेछ सासू आमाले हो। के पठाइदिएछ हेरौँ त के पठाइदिनु भएछ। यो रहेछ सिमी। के सिमी हो? सब्जी खाने सिमी अरे। सब्जी खाने सिमी। काँक्रा पठाइदिनु भएछ। कस्तो दामी भएछ। इस्कुस पठाइदिनु भएछ। काँक्रा हो। चट्टा काँक्रा इस्कुस। ल करेला खानुपर्छ भोलि चाहिँ दिनमा। करेला निस्केछ। यो चाहिँ के हो? इस्कुस। इस्कुस चाहिँ पनि भएछ। यो चाहिँ के छ? यो ट्युबलाइट चाहिँ के हो? ए यो त सागहरू रहेछ। सिमरायो रहेछ। यहाँ दुध पनि रहेछ। ए हो त रहेछ। दही बनाउँदा हुन्छ। दुध चाहिँ फाटेछ। अब सिलाउने बेलाको दुध चाहिँ। इस्कुसको मुन्टा। फर्सी नि यो फर्सीको मुन्टा। यो त के लरङ्गे सिमी के भन्छ? लरङ्गे सिमी रहेछ त। दुध पलटी भएछ त है। तर दही राम्रो हुन्छ। दही बनाएर खाने बेलाको दुध सिमी र सब्जी त टन्नै पठाइदिनु भएछ। सब्जी त नेपालको मान्छेले भन्छ टन्नै पठाइदिनु भएछ। ल के चाहिँ खाने आज चाहिँ? के खानुपर्ने हुन्छ? आज चाहिँ के खाने? सिमरायो त बिहान रोटीसँग दामी हुन्छ। इस्कुस पो खानुपर्छ ल। फर्सीको मुन्टा गएको। फर्सीको मुन्टा ल। करेला दिनु मात्रै खानुपर्छ। दामी भएछ। दुध त फाटेर रड्डी भएछ त हौ। चिया खाऊँ भनेर दही बनाएर खानुपर्छ।